Sofando Messi, este Mundial, es para Argentina. बुझिस काजी? के भन्छ हौ यो बुढो? यसो कुरा बुझ्दा त कुल बिग्रेको जस्तो छ त काइसा भाषा त बुझ्दैन त यो त अर्जेन्टिनाको भाषा हो नि हो काजी। अब मेसीको फेन भएपछि अर्जेन्टिनाको भाषा बोल्नु पर्यो नि त। भनेपछि तिमीले अघि अर्जेन्टिना भाषामा चाहिँ के भन्नु खोजेको त म मेसीको फेन हो, यो पालिको फिफा वर्ल्ड कप चाहिँ अर्जेन्टिनाले जित्छ भनेको हो। बुझिस? मेस्सीको फ्यान हो भन्दैमा अर्जेन्टिनाकै भाषा बोल्नुपर्छ अन्त? अब मेसीको फ्यान भएपछि अर्जेन्टिनाको भाषा नबोलेर हुन्छ? अब 17 तारिक म्याच छ कि मेसीको, त्यही भएर वार्म अप गरिदिन आएको नि। अङ्कारा मेसी, अङ्कारा मेसी, अङ्कारा। ल म एकछिन वार्म अप गराउँछु ल। हौ काइसा हाम्रो गाउँमा त फिफा वर्ल्ड कप त भाइरल भएछ त नि हेर त ऊ बुढो अर्जेन्टिना मेसीको फ्यान सुन्नुहोस् हजुर, सफादो नेमार, दोस्तावेज, ब्राजिल भाइ, गाडी आँखो पान्दो मन्दो हजुर। हौ काइसा यसको त साँच्ची नै कुल बिग्रे जस्तो छ त यसले त साउथ इन्डियन भाषा सिकेर आयो कि क्या हो? त्यही त के को कुल बिग्रिन्छ हजुर? यो त ब्राजिलियन भाषा हो। ब्राजिलियन भाषा? त्यो ब्राजिलियन भाषामा त्यो भनेको चाहिँ क्या हो? अब ब्राजिलियन भाषामा के भन्नु खोजेको भने नि हजुर, म चाहिँ नेमारको फ्यान हो, अन्त यसपालिको वर्ल्ड कप चाहिँ ब्राजिलले जित्छ भनेको हजुर। फेरि अस्ति नेमार नखेल्दाखेरि झन्डै मरेकोले जित्यो हजुर, त्यही भएर नेमारको बदली म खेल्नु जाने हजुर यसपालि। हौ काइसा हाम्रो गाउँमा त सबै पो खतरा भइसकेछ त नि कसै ब्राजिलियन हरे कसै अर्जेन्टिनियन हरे यिनीहरू त यति मात्रै कहाँ हो त भाषा नि त सबै सिकिसकेछ खतरा रहेछ त यिनीहरू त अब म त खतम त काजी नै पो देखेँ। अब न त्यसकोमा जर्सी छ, न त्यसको टिम छ, अब न काजीले भाषै सिकेको छ। अब के हेर्छ वर्ल्ड कप बित्थामा? तिमीले के सोचेको छौ बुढो? म पनि काजी हो, म काजी। म पनि फ्यान हो, तर देशको होइन, फुटबलको फ्यान हो, फुटबलको होइन। त्यही त उसले फुटबलको भाषा त सिकिसकेको छ भनेर सुनाइदेऊ त काइसा टुक 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 ढ्याक छ्यार। ज्याक्ने त्यस्तो पनि हुन्छ कहिले भाषा? क्या हो त्यो टुङ ट्याङ छिर भनेको चाहिँ? त्यो भनेको चाहिँ गोलीको भाषा हो नि। अब सबैको भाषा हुन्छ भने गोलीको चाहिँ हुँदैन क्या हो? त्यही त त्यसो भए भनिदिनुहोस् हजुर, टुङ भनेको चाहिँ के हो? टुङ भनेको चाहिँ डिफेन्सले ब्याक किक हान्यो भनेको हौ काजी, अन्त त्यो टुक टुक भनेको चाहिँ के भनेको हो त? टुकटुक भनेको चाहिँ झुक्कायो भनेको अनि ढ्याक छ्यार भनेको चाहिँ के हो हजुर? त्यो ढ्याक छ्यार भनेको चाहिँ गोली पोस्टमा पोसेर नेट च्यात्यो भनेको। हामी यस्तै त हो नि बोरो, जहिले यस्तै त हो नि बोरो।